तपाईँ ब्याङ्कक घुम्न जाँदै हुनुहुन्छ भने कुन ठाउँमा जाने होला भन्ने अन्नोलमा हुनुहुन्छ भने तपाईहरुको लागि यो भिडियो विशेष हुनेछ। पुरै भिडियो अन्तिमसम्म हेर्नुहोला। ब्याङ्ककमा घुम्नै पर्ने एक क्षेत्रमध्ये चारोफारा नदी पनि हो। यसमा विशेष गरी रात्रिको समयमा डुङ्गामा बसी डिनरको आनन्द लिने गरी क्रुज डिनरको व्यवस्था रहेको छ। उक्त नदीको किनारमा आइक्यान सियाम क्षेत्र रहेको छ। त्यही ठाउँबाट नै क्रुज डिनरको यात्रा सुरु हुन्छ। यो करिब 2 घण्टाको हुन्छ। म्युजिकहरु आफ्नो देशको बज्दा आफ्ना देशका पर्यटकहरु आउने, नाच्ने, गाउने, रमाइलो गर्ने गरे। हामी पनि नेपाली गानाहरु बज्न थाले। त्यसपछि हामी सबै नेपालीहरु गएका जति गेस्टहरु थियौं त्यहाँ नाच्न थाल्यौं, गाउन थाल्यौं। सारै आनन्दमय आनन्द आयो। त्यस्तै इन्डियनहरुको गीत गाउँदा इन्डियनहरु आएर नाच्नुभयो र अरु थाईका अन्य देशका आफ्ना म्युजिक बज्दा आफ्ना देशकाहरु गेस्टहरु आएर नाच्ने, गाउने गर्दा सारै रमाइलो भयो। क्रुज डिनरमा खानाको पनि राम्रो व्यवस्था लाग्यो। त्यहाँ चाहिँ सारै राम्रो खाना खुवाउने, एकदम हेल्दी खानाहरू हुने रहेछ। र हामीले क्रुज डिनरको लागि पहिला बुकिङ गर्दैन, आफूलाई कस्तो किसिमको खाना मन पर्छ त्यही अनुसार आफूले बुक गर्नुपर्ने रहेछ। त्यहाँ थाई खाना, इन्डियन खाना र अरू विभिन्न देशका खानाहरूको आफूले चोइस गरेर जानुपर्ने रहेछ। क्रुज डिनरको लागि 500 देखि 1500 सम्म भाटमा आफूले कस्तो किसिमको खाना खाने त्यसमा भर पर्ने हुन्छ। त्यही अनुसार बुक गरेर आउनु पर्ने हुन्छ। उक्त डुङ्गामा सवार गर्दा म्युजिकको पनि आनन्द लिन पाइने रहेछ। त्यहाँ चाहिँ उनीहरूले पहिला नै आफ्ना कुन देशका गेस्टहरु छन् भनेर त्यही अनुसारको नै देशको म्युजिकहरु बजाउने र डान्स गर्ने, त्यहाँका कलाकारहरु गएर नाच्ने, गाउने र गेस्टहरुलाई आनन्द दिलाउने काम गरिँदो रहेछ। त्यस नदीमा यात्रा गर्दा त्यस नदीका वरिपरिका क्षेत्रहरूको जोड्नको लागि बनाइएका पुलहरू सारै रमाइला देखिए। साँझको पख बत्तीहरू झलल पुलहरूमा सजाइएका, बजारहरूमा पनि नदीका वारपार बत्तीहरू झलल बनेका, ठुल्ठुला अग्ला बिल्डिङहरू, सारै रमाइलो आनन्दमय वातावरण थियो। त्यहाँको सारै आनन्द आयो। क्रुज डिनरमा सी फुडको पनि व्यवस्था हुने रहेछ। त्यहाँ चाहिँ सी फुड सारै मिठो लाग्यो मलाई। मैले त अहिलेसम्म त सी फुड पनि खाएको थिएन। कति राम्रो तरिकाले पकाएको हुने। त्यहाँ अरू पनि थाई खानाहरू पनि खुब मिठो राम्रो स्वास्थ्यकर राम्रो हुँदो रहेछ। त्यो पनि अनुभव भयो मलाई।
क्रुज डिनरमा खानाहरूको पनि साह्रै राम्रो व्यवस्था थियो। त्यहाँ भेजिटेरियन र नन भेजिटेरियन्स दुवैको लागि मिल्ने खानाहरू थिए। फलफुलहरू, कोल्ड ड्रिङ्क्स, हट ड्रिङ्क्स सबै थिए र सी फुडहरू पनि विशेष गरी त्यहाँको राम्रो लागेको मलाई सी फुडहरू पनि अनुभव गर्न पाइयो। रमाइलो लाग्यो। हामी क्रुज डिनरमा यात्रा गर्दा त्यहाँ वरिपरिको वातावरण साह्रै रमाइलो थियो। वरिपरिका सिटीहरू पनि सबै साँझको बेला बत्तीहरू झलल्ल बलेका, अग्ला अग्ला बिल्डिङहरू, साह्रै रमाइलो क्षण थियो त्यहाँ। र त्यस नदीको वारपारमा राज दरबार पनि त्यहीँ रहेको थियो र विभिन्न मन्दिरहरू, मठ मन्दिरहरू पनि थिए। विशेष गरी त्यहाँ गौतम बुद्ध धर्मको, बुद्ध धर्मलाई नै विशेष प्राथमिकता दिएको र बुद्ध धर्म नै मान्ने गरेको हामीले पायौँ। र त्यहाँ चाहिँ बुद्धका ठुल्ठुला मूर्तिहरू, मन्दिरहरू, साह्रै आनन्दमय ठाउँ लाग्यो मलाई।
आइकन सियाम क्षेत्रमा जानको लागि सिटीबाट ट्रेनमा आयौँ हामीहरू। ट्रेन झरेर अर्को सानो खालको बोर्ड समात्यौँ त्यहाँबाट। त्यसपछि आइकन सियाम पुग्यौँ र आफ्नो टिकट चाहिँ हाम्रो 6:30 बजेको थियो। त्यसपछि हामी एकछिन त्यहाँ सिटी सेन्टरमा घुम्यौँ। त्यहाँ पनि सिटी सेन्टरभित्र पनि विभिन्न सामानहरू किन्ने व्यवस्था रहेछ। त्यहाँ सबै कुराहरू पाइन्छ, फलफुलदेखि लिएर सामानहरू, ओरिजिनल सामानहरू पाइने, गहना, मोबाइल, ल्यापटप, कपडाहरू, ब्याग, जुत्ता, ओरिजिनल सामानहरू पाइन्छ। त्यो पनि हजुरहरूलाई आवश्यकताअनुसार खरिद गर्न सक्नुहुन्छ। र त्यसपछि 6:30 करिब त्यति घुमफिर गरियो हामी। अनि त्यसपछि करिब 6:30 जति भएपछि नै हाम्रो क्रुज डिनरको जहाज आयो। त्यसपछि हामी आफ्नो टिकट देखाएर क्रुज डिनरमा गयौँ र त्यहाँ क्रुज डिनरमा गएपछि हामीहरूलाई त्यहाँ खानाको व्यवस्था थियो। त्यहाँ म्युजिकहरू, डान्स सबै थियो। त्यो सबै रमाइलो अनुभव गर्दै खाँदै गर्दै हामी क्रुज डिनरमा यात्रा गऱ्यौँ। साह्रै रमाइलो आनन्दमय वातावरण, शीतलता, त्यहाँको त्यो बेङ्ककको गर्मी सिजन थियो त्यति बेला। हामी यात्रा गर्दा गर्मीको अनुभव भएन हामीलाई, त्यहाँ शीतलता आयो। हजुरहरू अब बेङ्कक जाँदै हुनुहुन्छ भने क्रु डिनर पनि गर्नुहोला। यो साह्रै रमाइलो छ, साह्रै आनन्द आउने ठाउँ रहेछ। हजुरहरू त्यहाँ गएर बेङ्कक गएर त्यो ठाउँमा जानु भएन भने पछि फेरि पछुतो लाग्दैछ। मलाई पनि त्यस्तै अनुभव भयो। म त्यो ठाउँमा नगएको भए त मैले चाहिँ यस्तो आनन्दमय त अनुभव गर्ने थिएन भन्ने जस्तो लाग्यो। र हजुरहरू पनि त्यहाँ जानुहोला र यस्तै अन्य भिडियोहरूको लागि
हजुरहरूले हाम्रो फलो गर्नुहोला। हस्त धन्यवाद।